हाम्रो क्लासको झाडु पडाल्ने दिदीहरू हेर्न सक्नुहुन्छ। तर भोट जिताउनु पर्छ है। भोट जिताएर यो क्लासको मोनिटर बनाउन पर्छ। देख्न सक्नुहुन्छ यहाँ झाडु पडालिराख्नु भएको छ। अनि यो कचडा हेर्नु देख्नु सक्नु यति राम्रो बढाल्नु पर्छ क्लास चकाचो अन्त कि धुवै धुवाले भरेछ के क्लास यति चकाचो अन्त भन्छ धुवै धुवाले भरेछ। देख्न सक्नुहुन्छ यहाँ फेरि ओ माई गड रे बाबु अझ इङ्ग्लिस बोलेको कस्तो बोल त एकचोटि इङ्ग्लिस बोल त इङ्ग्लिस बोल त इङ्ग्लिस अझ ओ माई गड वाउ इङ्ग्लिस देख्न सक्नुहुन्छ यहाँ नाक थुनी थुनी बढालिरहेको छ एउटा हाँस्नलाई उहाँ देख्न सक्नुहुन्छ यहाँ हाम्रो क्लासमा धुलोको केही कमी छैन के हाम्रो क्लासमा धुवाको केही कमी छैन। सिर्फ हामीलाई एउटा डस्टबिनको जरुरत छ। त्यो पनि नेपाल सरकारद्वारा हामीलाई मान्यता प्राप्त डस्टबिन चाहिएको छ। त्यो हाम्रा दिदीहरूले गरेर देखाउनु हुनेछ। यता देख्नुहुन्छ रुचि कुमारी यादव पढाइ वाट इज यु देख्नुहुन्छ इङ्ग्लिस पनि बोल्छन् हाम्रो स्कुलमा होइन। देख्न सक्नुहुन्छ यहाँ बत्ती पनि एउटामा छ एउटामा छैन। तर यो हाल्नु पर्ने हो। तर स्कुल पनि चर्केको छ हल्का प्लस्टर सलस्टर गर्नु पर्यो क्या होइन। र हजुरहरूको माग के हो भन्नु त न्यून आयतम सरकारद्वारा मान्य प्राप्त डस्टबिन हो कि नै भन्नु डस्टबिन चाहिएको हो कि नै भन्नु। कुचोको पनि सक जरुरत छ र पोछा हो कि नै पोछा पोछो पनि र यस्तो यो धुलो वातावरण पनि सफा हुने एउटा क्लिनिक बस्नु पनि चाहिएको छ। के भन्छ एउटा क्लासलाई एउटा यस्तो मान्यता शुभ यात्राको ठाउँमा लिने गरिन्छ जहाँ विद्यार्थीहरूले आफ्नो ज्ञान आर्जन गर्छन्। तर क्लासमा कोही विद्यार्थीहरू छैनन्। यस्तै स्कुल छ कि विद्यार्थीहरू क्लासमा बसेको छैनन् कि देख्न सक्नुहुन्छ। तर यहाँ एउटा त्यसको जरुरत छ क्या फुल उठाउनु दिएर जाने छ बाल्टीको अब चाहिँ पङ्खा चलाउ त कौन हो पङ्खा चलाऊ पङ्खाको हेर्न सक्नुहुन्छ हालत बोटको हालत देख्नु त जाडो भएको छ। जाडोमा झन् पङ्खा चलाएर जाडो भएको छ। स्टुडेन्टहरू क्लासमा त्यो भित्र जाने होला सबैजना। सबैजना क्लासमा जानु होला भित्रभित्र। तपाईँहरूलाई एउटा एउटा प्रश्न सोध्नु छ। देख्न सक्नुहुन्छ बाहिर विद्यार्थीहरू भित्र आउनु होला सबैजना। सर तपाईँले आज के विषयको सम्बन्धी बारेमा ज्ञान दिँदै हुनुहुन्छ? यहाँ चाहिँ सिर्फ 1000 रुपियाँमा घुर उठाउने काम भइरहेको छ। सर तपाईँले आज के विषयमा हजुरलाई म एउटा क्वेसन सोध्न चाहन्छु। हजुरले म्याथको फुल फर्म भन्नु होला। मैले बुझेन मैले बुझेको छैन। हजुरले यो के लेख्नु भएको छ भन्नु त। यो हुन सक्दिन। यो मार्करले तपाईँ यस्तो लेख्नुहुन्छ भने विद्यार्थी के पढ्छ? त हजुरसँग मार्कर छैन यो कसरी लेख्नु भयो? पिनले लेख्दिन यो मार्करले लेख्छ। तपाईँले के बुझ्नुभयो घुर उठाउने स्कुल आएर? तपाईँ हजुर के बुझ्नुहुन्छ पहिला भन्नु? वातावरण सरसफाइ गमाऊ पैसा कमाऊ। विद्यार्थी सिर्फ यति छन् के क्लासमा हेर्न सक्नुहुन्छ विद्यार्थी। स्कुलमा पढाइ कम सरसफाइ ज्यादा हुन्छ। हाम्रो सिर्फ पढाइभन्दा धेरै सरसफाइ ज्यादा हुन्छ। तर विद्यार्थीहरू अझै आएका छैनन्। देख्न सक्नुहुन्छ बाहिर बाहिर डुलेको छन् विद्यार्थीहरू। सर चाहिँ सिर्फ आफ्नो चिलमा यो के लेख्नु भएको त्यो थाहा छैन सरलाई। हामी एसपी रिपोर्टर तपाईँले यो टिभीलाई धेरै धेरै माया गरिदिनु होला। आजले यति नै